खोलामा खेलाइदिउँ कोसेली फिर्ने झोलामा खेलाइदिउँ कोसेली फिर्ने झोलामा। हेलो गाइस, आज म सफारीमा छु, सफारी कुदाउँदैछु हैन। मेरो चाहिँ पेसा भनेकै सफारी हो। म चाहिँ अहिले सफारीहरू कुदाउने हैन काम गर्दै थिएँ र बिचमा यसो अरू के गरौँ त भन्ने भयो। त्यो अनुसारले चाहिँ मैले अहिले यता भ्लग पनि बनाऊँ न त भनेर यसो सोचेँ हैन। अब दिनभरि यत्तिकै पनि कुदिरहेकै हुन्छ, कुद्ने नै त होला। अब यसो देखाइदिउँ नि त तपाईँहरूलाई पनि। अब इटरी बजार चाहिँ कस्तो छ कत्रो छ भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई म यसो भ्लगकै मार्फतबाट देखाउँछु। अब सबै ठाउँ त देखाउन अब के कति हुन्छ सम्भव त्यति अनुसार चाहिँ म देखाउँछु भनौँ न हैन। तपाईँलाई सबै देखाउँछु भन्ने कुरा त होइन, जे जति सक्छु देखाउँछु। अब गोर्खा बेकरी चाहिँ यो भयो तपाईँको। यो चाहिँ अब हाम्रो पूर्वाञ्चलकै अब राम्रै भनौँ न गोर्खा बेकरी। अहिले राम्रो उत्पादन गर्छ, धेरै उत्पादन पनि गर्छ, धेरै मान्छेले रोजगार पनि दिन्छ हैन। हेलो, मेरो नाम चाहिँ सबिन पराजुली हो।